हेलो गाइस, वेलकम ब्याक टु माई भ्लग अनि सबैजनालाई स्वागत छ मेरो भ्लगमा। अनि म चाहिँ अहिले 12 बजेतिर भ्लग बनाइरहेको छु किनभने ममा चार्ज थिएन। मेरो चार्जर बिग्रेन अनि बुवाको चार्जर लगाएँ, सानो हुन्छ नि टुकिया मोबाइलको बटन वाला मोबाइलको त्यही चार्जर लगाएको थिएँ। अनि त्यो मोबाइलमा चाहिँ कति नै लोड हुन्छ अनि चार्ज चाहिँ अहिले चाहिँ चार्ज 50% भएको छ। अनि म चाहिँ गएको थिएँ ट्र्याक्टर निकाल्न दाजुको त्यही ट्र्याक्टर सिमेन्टको माटो काट्न गएको थिएँ नि, त्यही ट्र्याक्टर लसिएको थिएन अनि दाजुले मलाई भन्यो हिँड निकालिदिनलाई। अनि म गएको थिएँ अनि हेर्नु अहिले चाहिँ कुरा लिइसकेको छु, म जाँदैछु नुहाउनलाई। अब नुहाएपछि अनि तपाईँहरूसँग भेट्छु अनि फेरि भ्लग कन्टिन्यू हुन्छ होइन। यो भ्लग चाहिँ आज 12 बजीदेखि स्टार्ट भएको छ अनि कमेडी भिडियो चाहिँ त्यही हो, आउँछ। हिजो पनि बनाएँ, आज पनि बनाउँछु होला सायद होइन। म जाँदैछु नुहाउनलाई, कान्छी त टिभी हेर्दैछ सुतेर। हेर्न आइसक्यो, दाजुले मलाई एउटा आइसक्रिम किनिदियो अनि होइन, अनि कान्छीले खाइरहेको छु होइन। अब म पनि जाँदैछु नुहाउनलाई, नुहाएपछि म पनि खान्छु अलिकति आइसक्रिम। पुरा एकदम पसिना पसिना भइहालेको छु, पुरा एकदम लेडी पनि हाल्यो। अनि यहाँ कान्छी हेर्नु कति लाग्दैछ, काली काली चुन जस्तो। ल म जाँदैछु नुहाउनलाई। ल साथीहरू, म चाहिँ नुहाइसकेँ होइन, अब जाँदैछु लुगा लाउनलाई। अनि कान्छीलाई पठाएको छु चटपटी लिनलाई। हिजो चाहिँ खाना मन लाग्यो तर हिजो चाहिँ खाना पाइनँ, चटपटी गइसक्यो घर होइन। अनि आज पठाएको छु अनि आज लिन गएको छु अनि आज चटपटी खाने आइसक्रिम चाहिँ खाइसक्यो होइन। अनि कान्छीले ऊ त्यहाँ आइसक्रिमको डिब्बा राखिदिएको छ अनि लिएर चटपटी लिएर आउँछ अनि खाने। ल म जाँदैछु अहिले लुगा लाउनलाई। लुगा लगाएपछि अनि तपाईँ साथीहरू म चाहिँ लुगा लगाइसकेँ होइन। अनि यहाँ छु लुगा एकदम चिक्क भइसक्यो अनि कान्छी पनि चटपटी लिएर आइसकेको छ। म तपाईँलाई हेराउँछु चटपटी यहाँ छ। हो जाँदैछु खानालाई, मस्त लाग्छ चटपटी खानालाई। म जाँदैछु बाटी ल्याउनलाई, बाटीमा राखेर अनि खाने अनि तपाईँहरूलाई पनि हेराउँछु चटपटी कस्तो छ भनेर। ल यहाँ चाहिँ बाटी लिइसक्यो होइन, चम्ची पनि यहाँ छ। म जाँदैछु योमा चटपटी राख्ने अनि खाने। कान्छी भोलिदेखि जान्छ बिच्छा त्यो कान्छी भोलिदेखि जान्छ बिउ रोप्नलाई अनि आउँछ 6 बजे। अब हेरौँ भिडियो बनाउन भ्याउँछ भ्याउँदैन, अब भोलि नै थाहा लाग्छ नि। अनि आज चाहिँ बनाउने सोच्दैछु अनि कान्छी यहाँ चाहिँ राखिसक्यो चटपटी। म तपाईँहरूलाई हेराउँछु, यहाँ चाहिँ हेर्नु चटपटी मस्त छ। अनि यहाँ हेर्नु चटपटी कति मस्त लाग्दैछ, यहाँ हेर्नु हेर्दा कति मस्त छ। खाना पनि यतिकै राम्रो लाग्छ क्या, यो चटपटी खानु राम्रो लाग्छ। अनि कान्छी यहाँ टिभी हेरिरहेको छ, म हेराउँदिनँ किनभने कपिराइट आइहाल्छ। ल जाँदैछु अब खानालाई। ल म चाहिँ एकछिन आराम गरेँ होइन, अनि चटपटी खाएर म एकछिन आराम गरेँ अनि अहिले चाहिँ आएको छु म नोट बनाउनको लागि। हिजो चाहिँ युनिट 1 चाहिँ खत्तम भयो, अहिले चाहिँ युनिट 1 सुरु हुन्छ। यहाँ छ कापी डट होइन। अब जाँदैछु नोट बनाउनलाई अनि आज चाहिँ कलेज गइनँ, केही छैन, भोलि जाने। कलेज नगए पनि म घरमै बसेर नोट बनाइरहेको छु होइन। ल फटाफट नोट बनाउने 1-2 घन्टा अनि त्यसपछि फेरि ल म ल युनिट 2 पनि कम्प्लिट भइसक्यो, यहाँ छ होइन। अनि लेख्दा लेख्दा ढाड दुखिसक्यो, म जाँदैछु एकछिन सुत्नलाई। तेरो भिडियो एडिट गरिसक्यो अनि भोक पनि लाग्दैछ। आमाले बिहान बिहानै आँप ल्याएको छ, अब म आँप खान्छु। फर्स्टमा जाँदैछु, त्यहाँ छोरीहरू बसेको छ त्यहाँ जाँदैछु अनि आँप खाने। साथीहरू आँप चाहिँ भेटिरहेको छैन तर केरा चाहिँ भेटिरहेको छ। यहाँ हेर्नु अस्तिको केरा पाकिसक्यो होइन, तर अहिले खाँदिनँ, अलिअलि मात्र पाकेको छ, पुरै पाकेपछि मात्रै खाने। म आँप खोज्दैछु, आँप भेटेपछि अनि म तपाईँलाई हेराउँछु। ल साथीहरू आँप चाहिँ भेटेन, आँप चाहिँ 3वटा आँप थियो, दाजुले भाउजूले खायो होइन। अनि म चाहिँ अहिले फिल्डमा बसेको छु, हेर्नु त्यहाँ बसेको छु, जाँदैछु खाना खानलाई।